कस्तो क्युट रहेछ क्या अनि मैले माथिबाट लाएर आएँ हुस्यो हुस्यो छ केही देखिया छैन रहेछ यताबाट त भाग्यमानीको मान्छेको भाग्यमानी मान्छेको मात्रै दिदारमा टिका अर्किन्छ अरे होइन अनि मेल छ भाग्यमानी मलाई स्कुटरमा ल्याएर मेरो निधारमा चाहिँ के अरे टिका थियो सबै बगाइदिनु भयो गाह्रो छ खोला चाहिँ यत्रो भएको छ सबैजनाले सेफ ट्राभल गर्नु होला अहिले चाहिँ हामी रोसी खोलाको नजिक आइपुगेको छ अनि पानी जहाजमा चढे जस्तै फिल भइरहेछ होइन किनकि यो यस्तो छ बाटोको हालत हेलो गाइज वेलकम टु माई ब्लग आज चाहिँ हामी बाबुघर जान लागेको हाम्रो यात्रीहरू चाहिँ यता छन् बसिरहेको छ पानी परेछ अब चाहिँ हामी यात्रा सुरु गरिसकेको गाडीमा चढिसक्यौँ अनि आज चाहिँ हाम्रो काठमाडौँदेखि भिवानसम्मको यात्रा अनि हामी गाडीमा चाहिँ 3-4जना मात्रै छ अहिले चाहिँ हामी एयरपोर्ट आइपुग्यौँ अहिले चाहिँ हामी सल्लाहघरी आइपुगेको छौँ पानी चाहिँ परिरहेछ होइन त्यही नै हाम्रो यात्रा जारी नै छ जे भए पनि अब हाम्रो यात्रा जारी नै छ नि त पानी परेको बेला अब बाटो बिग्रिन्छ होइन अनि त्यही नै हामी चाहिँ बिहान 5:30 बजे हिँडेको हो तपाईँहरू सोध्नुहुन्छ होला मैले किन टिका लगाइरहेको छु भनेर यो चाहिँ अस्तिको टिका हो क्रिस्चियनले अस्तिको टिका हो मैले बुक्सै धोको यति मात्र बुक धोको हो डट बाई गाइड मेरो स्वर चाहिँ नराम्रो सुनिरहेको छ होला किनकि मलाई रुगा लागेछ जाडो छ आज चाहिँ साँगा आइपुगेको छौँ होइन अनि उता चाहिँ महादेवको खै कता गयो उता माथि चाहिँ महादेवको उ छ यहाँ चाहिँ मेडिसिन लिन गएको किनकि पछाडि बसी सबैलाई भमिट हुन्छ त्यही भएर आधी बाटो पनि भर्खरै पानी चाहिँ ठुलो परिरहेछ र आधीको आधी थोरै भर्खर थोरै भयो 30% मात्रै त्यहाँ चाहिँ मेडिसिन खान लाग्नु भइरहेको छ It's raining so heavy. यहाँ चाहिँ होइन धेरै पानी परिरहेछ अनि पुरै के भन्छ दाइ त्यसलाई पानी परे बेला बाहिर हिँड्नु चाहिँ रमाइलो हो तर बाटो चाहिँ नबिग्रियोस् अहिले चाहिँ हामी रोसी खोलाको नजिक आइपुगेको छ अनि यो खोलामा चाहिँ ठुलो पानी पऱ्यो भने बाढी पनि आउँछ सो गाह्रो छ अनि पानी परिरहेछ तर खोला चाहिँ धम्लो छ तर हजुर
खोला चाहिँ यत्रो ठुलो आइरहेछ बाटो चाहिँ यस्तो छ होइन हिलै हिलो पुरै त्यो गाडी नै आधी आधी डुबिरहेछ रोसी खोला चाहिँ यत्रो भएको छ सबैजनाले सेफ ट्राभल गर्नु होला पुरै हुस्यो लागेछ होइन केही देख्दैन अलिक सनी डे भयो भने चाहिँ कस्तो राम्रो देख्थ्यो बाटोहरू पनि पानी पर्या भएर चाहिँ पुरै केही देखिया छैन त्यही नै ठिकै छ अनि उता चाहिँ सानोवाला पुल थियो रहेछ गइसक्यो कटिसक्यो यहाँ चाहिँ पानी यहाँदेखि चाहिँ बाटोमा पनि कत्रो ठुलो के भन्छ यसलाई बाढी आइरहेछ बाढी त भन्छ अरे देखे छैन पानी जहाजमा चढे जस्तै फिल भइरहेछ होइन किनकि यो यस्तो छ बाटोको हालत त्यहाँ आधी डुबिरहेछन् मान्छेहरू गाडीहरूले आधी डुबिरहेछ गाह्रो छ यता चाहिँ पहिरो गइरहेको रहेछ हेर्न सक्नुहुनेछ सबैजनाले आया पुरै ढुङ्गा झरिरहेछ we need to take risks right here छिटो भागिहाल्नु पर्ने छ हामी यो बाटोमा ठिकै छ अहिलेलाई गाह्रो छ पानी परिरहेको छ म चाहिँ बिचमा निदाएको छु होइन म चाहिँ आज ननिदाइकन छु भनेर सोचेको थिएँ तर मलाई यस्तो डेजर निदा लागिरहेको छ धेरै नै निदा लागिरहेको छ होइन वेदर चाहिँ स्टिल सेम छ वेदर चाहिँ स्टिल नराम्रै छ गाह्रो छ बाटो पनि त्यस्तै छ मलाई चाहिँ निदा लागिरहेको छ तर के गर्नु जानै पर्ने बाध्यता पनि छ बाध्यता होइन जानै पर्ने छ खोला चाहिँ बढ्दो रूपमा छ यो गेटबाट चाहिँ हामी सिन्धुली छिरेको छौँ उतै सानो गाडी त पुरै डुब्दो पो रहेछ वेदर चाहिँ यस्तो छ पुरै सबैतिर हुस्यो लागेको छ होइन अनि अब चाहिँ यो डाँडा पुरै कट्नुपर्छ होला है एउटा डाँडा चाहिँ छ होला नि यो डाँडा त्यस्तो डाँडा त धेरै छ मतलब यहाँ कटेर अनि फेरि कता पुग्छ त अनि पुरै हुस्यो लागेको छ होइन केही देखेको छैन तर वेदर चाहिँ यस्तो छ पुरै हेर्न सक्नुहुन्छ यो चाहिँ यस्तो छ आया पुरै हुस्यो छ केही देखेको छैन रहेछ यताबाट त वेदर अफ टुडे खोला नि कत्रो ठुलो भएछ के भन्छ दाइया मलाई नाम आउँदैन सेती देवी आइपुग्ने कता कति
कति धेरै ऐरा छ यतासम्म रहेछ ए कति लामो रहेछ के भन्नु त्यो चाहिँ सुनकोशी र भोटेकोशी अरे त्यो दुईटा खोलाको चाहिँ पानीको कलर कस्तो डिफ्रेन्ट छ के चाहिँ देख्नु एउटा चाहिँ कस्तो ब्राउन आइरहेको छ एउटा चाहिँ अलि सेतै रहेछ भाग्यमानीको मान्छेको भाग्यमानी मान्छेको मात्रै निधारमा टिका अर्किन्छ अरे होइन अनि मिल्छ भाग्यमानी क्युट रहेछ क्या अनि मैले माथिबाट लाएर आएँ गाइस फाइनली पुगेँ म होइन अनि मलाई स्कुटरमा ल्याएर मेरो निधारमा चाहिँ के अरे टिका थियो सबै बगाइदिनु भयो गाह्रो छ अनि म सब भिजेछु मेरो लुगा सब भिजेको छ के गर्नु यस्तै छ तर हामी पुग्यौँ तर आमा घरमा चाहिँ म सिधै यता माथि आएको सबै भिजेछ लुगा ल्याइदिनु भएको छैन अहिले पछि लुगा ल्याइदिनुहुन्छ होला गाइस सी यू लेटर ड्रेस चेन्ज गरेपछि भेट्छु तपाईँहरूलाई बाई बाई मामा घरबाट चाहिँ यस्तो भ्यू देखिन्छ हेर्न सक्नुहुनेछ पानी चाहिँ रोक्ने डाबो रिसार्ज छैन होइन अनि मेरो स्वर चाहिँ नराम्रो सुनेर होला हावा हुने कि ठुलो आइरहेछ गाइस अनि यता चाहिँ माछा मार्ने झुल रहेछ होइन हेर्न सक्नुहुनेछ आया यहाँ चाहिँ जाडो छ त्यही भएर मैले चाहिँ ज्याकेट लाग्छु टी सर्ट चाहिँ लाग्छु मेरो अनुहार कस्तो नराम्रो देखिरहेछ अग्नसम्म चाहिँ टिका थियो होइन अनि स्कुटरमा आउने भएको टिका पुरै मुखमा रातो भयो त्यही भएर उ गर्नु पऱ्यो होइन अनि मामा घरमा कस्तो भिडियो हुन्छ भन्दाखेरि हेलो बाई बाई गाइस अब चाहिँ मैले भ्लग हिट गरेको किनकि मलाई लास्टै गाह्रो भइसक्यो होइन अनि अब अर्को नेक्स्ट भ्लगमा भेट्दा सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर माया गरिदिनु होला मेरो स्वर पनि गइसक्यो होइन अनि म बोल्न नसक्ने भइसकेँ बाई बाई गाइस फाइनली पुगेँ म होइन अनि मलाई स्कुटरमा ल्याएर मेरो निधारमा चाहिँ के अरे टिका थियो सबै बगाइदिनु भयो गाह्रो छ